अलिकति धन्छ भने लिएर किनेर खाऊ हामी जस्तो अलिक छैन भने भनेर खाऊ घरमा स्टाइलिस चले खानु न स्टाइलिस स्टाइलले डोले गोल हाल्छ त्यसका गाइस त्यो अक्ली टिस्यु खो पहिलो दिन चाहिँ अलिकति बिजी भयो के त्यही भएर हेलो यावाहरू हामी फेरि आज दोस्रो पटक मुकब्याङ गर्न गइरहेछौँ चियर्स गाइस आज हाम्रो मुकब्याङ चाहिँ के छ चरपटे पानीपुरी यस्तै हो यो पनि छ कोकोनट वाटर माइ फेभरेट आवर फेभरेट कोकोनट वाटर हाम्रो च्यानलको नाम चाहिँ के हो अरे सब्स्क्राइब गर्नु ल यावा व्हाटएभर जे सोच्छ त्यही हो खोजी हेर्नु होला पायो भने नबिर्सी सब्स्क्राइब तपाईहरुलाई त्यो हाम्रो टास्क हो पुरा गर्नु खोजेर हेर्नु हाम्रो भिडियो जसरी झुकेर भेट्यो भने फुल हेर्दिनु होला हेर्नै पर्छ के अस्ति त खतरा भएको तेरो मुकब्याङ अस्ति त खतरा भएको हैन त हाँसेको आज रोमी नभएर हो क्या यसको फ्यान त चाहिन्छ छैन त्यस्तो कुरा ए अझ बदाम मनपर्छ चटपट खोर्सानी सबै काटेको होइन बोकौँ टोक्नु मन लाग्यो त्यति पिरो खान्छस् त कहिले कहिले पिरो खानु मन लाग्छ के कस्तो गर्दो मुखमा कसरी अटाउनुहुन्छ आउँछ यहाँ ठिक्कको देख्यो बिग वान बिग टू यसरी खाऊँ न अब आलु नि हो ट्राई गर्ने स्टाइलिस चले खानु न स्टाइलिस स्टाइलले मिठो मिठो धेरै ठुलो भयो आज तिमीहरू नसुती हेर्ने कन्टिन्यू गेम खेल्नु मलाई म त अघि 2 बजी त उठेको तैँले कल गर्दा सोनी के गर्ने त म सधैँ पनि त्यतिखेर हेरिरहेको हुन्छ आज चाहिँ कसको म्याच छ अरे फ्रान्स र इङ्ल्यान्ड कस्तोबाट हो हामी त फ्रान्सको हो डोले गोल हाल्छ त्यसका त्यस्तो भन्नु पाउँदैन चुजै गर्नुपर्छ तिमीले जसरी हामीलाई भनिन्छौ नि त्यो डिफ्रेन्ट हो यो डिफ्रेन्ट हो कि क्लम्जी छु त्यही भएर यस्तो भइरहन्छ मलाई पानी यतिकै पिउनु मात्र मजा आइरहेछ पानी हामीले पानीपुरीको पानी नै देखाएको छैनौँ नि पानीपुरीको पानीपुरी मिठो छ है गाइस त्यो अक्ली टिस्यु खोइ त्यता माथि होला सुन्नु भनेको अक्ली टिस्यु अरे हेर न यस्तो अक्ली चिपवाला छ नि त यस्तो बनाउँदा हुँदो रहेछ सोनी हामीले राम्रो मुकब्याङ के एकदम एक दिन यस्तो रेस्टुरेन्टमा देख्न मन पर्दैन मलाई यहाँ हाल्दा के भन्छौ भन त एउटा ब्ल्याक बनिरहेछौँ त होइन एउटा ब्ल्याक कपडा ल्याउनु पर्छ होइन अच्छा टाङ्गे तानम यहाँ उना हाम्रो हो नि बनाऊ ढेँडोको गर्छौँ हामी तर कसले पनि भोलि उयोको बिरयानी बनाएर रोमीलाई पनि जबरजस्ती नै लाग्छु न यो कसरी बनाउँछ भने मतलब त्यो कोको निकाल्ने हो पानी त्यो पनि हो अरे त्यही कोकोनट वाटर अरू नि के मिक्स गर्छ जस्तो लाग्यो त्यो त्यतिकै प्योर मात्र त हुँदैन राम्रो हो यो खानु प्योर फेरि यस्तो मिठो पनि हुँदैन नि यहाँ सुगर लाग्छ अस्ति हामी खाएको त होइन 200 रुपियाँ सकिएको हेर्दा पानी जस्तो तर कति मिठो टोटल सुगर भनेर चाहिँ 49 छ एड सुगर चाहिँ 00 छ उनीहरूकै ऊ चाहिँ होला तर नट
ए साउन लाग्यो नि त त्यही भएर मैले चाहिँ योचोटि चाहिँ पहिलो दिन चाहिँ अलिकति बिजी भयो के त्यही भएर आज मेहन्दी र चुरा लाएँ हाम्रो टाटो यो के हो थाहा छैन लिली अरे लिली स्पाइडर बुकको पनि देखाइदेऊ न मेरो मेरो एकदम स्पिरिचुअल टाइपको ओम स्पिरिचुअल टाइपको लोटस ओम हामीसँग काँक्रा पनि छ सारादा पनि छ सारादा सारादा भनेको जापानिजमा सलादा ए वाउ इन्ट्रेस्टिङ We have sarada. पानीपुरी चाहिँ आज टक्क भएको छ पानीपुरीको ठुल्ठुलो भएर पानी बेसी पर्छ के अनि त्यही भएर पेट आउँछ म त यसरी खान्छु सुक्खा हाल्ने झोल पिउने झोल तर मिठो भएको छ है मैले यस्तो झोल बनाएको थिइनँ कहिले पनि यति मिठो नाइस ए नर्मलको त्यो जिमिनीको पार्टवाला के हो कस्तो सेक्सी मन पर्यो मन पर्यो युट्युबमा सेम खोज्दा म काममा थिएँ है मेरो फोन हेर्नु पाउँदैन नि त लुक्दै खोज्छु भेट्दैन लास्टमा म त मरेछ स्पोटिफाई केतिर त्यो प्रिमियम अब युट्युबमा त कहिले थाहा छैन अब टिजर त आइसक्यो तर के मान्छेहरूले यताबाट हाल्दै युट्युबमा हालिसकेछ मेरो त अघिको उयोले दुख्दैछ होला पाल धेरै भयो यार म त गएँ नि पानीपुरी एकैछिनमा आउँछ तर पानी हुनु नि त है धेरै त्यही भएर अब टक्क आएपछि प्रप्टी खानुको मजा घट्ने चाहिँ भनेको होइन हामी घट्ने चाहिँ भनेको तर नगर्ने मेरो चुरा कस्तो छ राम्रो छ सिस्तार हामी त त्यस मुकबाङ पनि ठिक्कको गर्ने क्या त्यो हेरेर खान्छु सक्छु भनेर पनि गर्ने होइन के सुरु गर्ने क्या मजा आयो पानीपुरी खानु चाहिँ तर भात खाउन भात जस्तो खाउँ न कस्तो मेरो टेस्ट आउने क्या उयो पानी जस्तो अनि पेटी खानु भएको छु अब कोक होइन यतातिर मनपर्छ के गर्छ झन् महँगो होला कोक भन्दा होइन कोकै खान्छु अगाडिपछि त कस्तो नमिठो कि
खुसी भएर आऊ न आऊ जो पनि हट्ट टोलाउँदैछु क्या म आज I don't know किन के सोचमा छस् त्यस्तो भोलि कति बजी हो फाइनल कस्तो यो ज्याक्ती यो त पाकिस्तान भाषा हो What? भाषा पाकिस्तान ज्याक्ती मैले यो म त याक्ती भनेको मात्रै आइमा डनै गाइजहरू के भुन थाल्यो मजा आयो धेरै नै नङ्गेर कस्तो राम्रो मैले एक्सपिरियन्स पनि गर्न पर्दैन कि म त एक्सटेन्सन गरौँ भनेको नि कहिले घर जाने बेला होइन साउन महिनामा नि क्या घर जाने हेर्नु गाइजहरू मेरो नेमार के होला यो साथीहरू थाहा छ तपाईँहरूलाई पानी महँगो भएको पानी क्या यो रोनाल्डोले खाने पानीहरू हो क्या यो बुझ्नु भएन कस्तो मिठो तिमीहरूलाई के थाहा छ भन्नु भने मेरो पेट घोच्यो त्यो सारा पनि खाइदिउँ ल म चाहिँ अब जङ्क फुड चाहिँ खाँदैन साथीहरू त्यही भएर म चाहिँ सलाद खाँदैछु मजा आयो हामी चाहिँ यो चाहिँ अर्ग्यानिक हो है हामीले जे छ त्यही देखाएको मतलब नो फिल्टर नो टेम्प्लेट मान्छेहरूले र गीत सुन्नु चाहिँ रुचाउने अनि र भिडियो हेर्नु नमान्ने यो के यो भएन यो ज्याक्ती भयो हेर्ने त्यहाँ सक्यो वर्ड होला नि फेरि लास्टको खाता पानी उब्रियो यहाँ हाल्दै ल चटपटे चाहिँ थोरै भएको छ अब कसले खान्छ खाँदैन 500 यति हामी 500 लागेर साथीहरू त्यही भएर लाइक कमेन्ट शेयर सब्स्क्राइब 500 ले 5000 कमाउनु परेन नि हैन सब्स्क्राइब गरिदिनु होला बरु भोलि बेलुका चाहिँ आउँ न गेम हेर्दै म त रुए भने विदेश देखेर अनि अर्जेन्टिनाले जित्यो भने चाहिँ त्यही बियर सपोर्ट अर्जेन्टिना सपोर्टरको म त होइन अहिले नै भन्छु सके म अर्जेन्टिना फ्यान म बिटिएस हेर्नु म त तर त स्पेनको निको विलियम्स मलाई जस्तैले पनि राम्रै खेल्दो रहेछ मलाई लामिन यामल भन्दा नि त्यो राम्रो लाग्यो कि यत्रो कपाल भएको त्यो कपाल यस्तो काले छ 23 नम्बर हैन खोइ नम्बर त्यसको मलाई याद भएन के टिम साथीहरु के गफ गर्ने हो धेरै 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 फुर्सद छैन हामीसँग त्यस्तो फुर्सद पनि छैन अब खाइम तिमीहरु थुक्नी ल हामी गएको तिमीहरु भक्कै होला नि हैन देख्यो हामी आइसक्यो यसरी भन्नु मन कसम त्यो त्यसले के भनेको जस्तो के हेरेको बनाएर खाऊ न जाऊ ला अलिकति धन छ भने लिएर किनेर खाऊ हामी जस्तो अलिक छैन भने भनेर खाऊ घरमा तर जाऊ जान्छ जाऊ यहाँबाट कस्तो मिठो के हो मेहन्दीको है मलाई ल आरेगतो गोजेमास माता सीता हामी फेरि भेट्नेछौँ धन्यवाद आरेगतो गोजेमास
Kamsahamnida. वाउ अब फ्रान्सको मलाई त आउँदैन यस्तो छ डङ्कै बोन्जो भन्छ मेक्सी बुकु भनेको मलाई एक्ज्याक्ट त्यो प्रोनाउन्सिएसन अप्ठ्यारो हुन्छ नि त मेची बकु माता सीता बाई